नमस्कार, म फार्मेसी स्टुडेन्ट धनेश्वरी जोशी। आज हामी कुरा गर्छौं ग्यास्ट्राइटिसको बारेमा। ग्यास्ट्राइटिस धेरै मान्छेहरुमा हुने एउटा कमन खालको प्रब्लम हो, तर हामीले यसलाई सामान्य रूपमा लिनु भने हुँदैन। यसको बेलामै उपचार गरिहाल्नुपर्छ। आज हामी यस भिडियोमा कुरा गर्छौं यसको कजेस, सिम्पटम्स र प्रिभेन्सनको बारेमा विस्तृत रूपमा कुराकानी गर्छौं। पहिला कुरा गरौं ग्यास्ट्राइटिस भनेको के हो। ग्यास्ट्राइटिस हाम्रो स्टमकको इनर लाइनिङमा हुने एक प्रकारको इन्फ्लामेसन अथवा सुजन हो। ग्यास्ट्राइटिस भयो भने पेट भित्रको पातलो लेयर जसमा एसिड प्रोडक्सन हुन्छ त्यो सुजेर दुख्ने र जलन हुने हुन्छ र खाना पनि अपच हुन्छ। अब ग्यास्ट्राइटिसको कारणहरू के छ त? अस्वास्थ्यकर खानपान र खराब जीवनशैली, लामो समयसम्म खाली पेट बसेमा, अत्यधिक चिल्लो, पिरो, अमिलो, मसालेदार खाना खाएमा, अत्यधिक चिया, कफी पिएमा, अनिदो रहेमा, डेरी प्रोडक्ट्सहरू खाली पेटमा खाँदा र विभिन्न मेडिकेसन्सहरूको युजले। अब हामी कुरा गर्छौं ग्यास्ट्राइटिसको सिम्पटम्सको बारेमा। पेट दुख्ने, भोक नलाग्ने, बान्ता वा वाकवाकी हुनु, ढुसी वा ग्यास हुने, पेट फुल्ने महसुस हुनु, अपच हुनु, कमजोरी महसुस हुनु र धेरै अमिलो डकार आउनु। अब ग्यास्ट्राइटिसको टाइप्स र प्रिभेन्सनको बारेमा हामी हाम्रो अर्को भिडियोमा पढ्नेछौँ। हाम्रो भिडियो राम्रो लागेछ भने लाइक, कमेन्ट, फलो र शेयर गरिदिनु होला। Thank you so much for watching us. Bye bye.